भ्लग। आजको भ्लगमा पनि तपाईँहरूलाई हार्दिक स्वागत छ। प्यारा साथीहरू, आज हामी चाहिँ दिदीको रुम भजनीबाट धनगढीतर्फ जाँदै गर्दाखेरि भेनेर मैले यो महेन्द्र हाइवे भन्दा पनि यो हुलाकी राजमार्ग बाटो हुँदै आएका थियौँ र टाढैबाट यो झोलुङ्गे पुल देखेर कस्तो रहेछ भनेर एकछिन हेर्न जाउँ भनेर गएको। एकदमै राम्रो रहेछ यो झोलुङ्गे पुल। यो चाहिँ मोहनपुर, कैलालीको मोहनपुर भन्ने ठाउँमा रहेछ। धेरै लामो झोलुङ्गे पुल, झन्डै 500-700 मिटर जति लामो हुनुपर्छ जस्तो लाग्यो। एक्ज्याक्ट लेन्थ त थाहा भएन। यो पुलमा गएर एकछिन घुमेर चारैतिरको दृश्य हेर्दा एकदमै रमाइलो लाग्यो। र पहिले मैले इन्जिनियरिङ पढ्दाखेरि पनि यस्तो झोलुङ्गे पुलहरू, सस्पेन्सन ब्रिज भन्छन् यसलाई, यिनीहरूको बारेमा पढेको थिएँ। यसमा त्यसको पनि मेमोरी आयो मलाई। विभिन्न कम्प्रेसन लोडहरू, टेन्सन लोडहरू, कसरी यसको लोड मेकानिजमहरूले काम गर्छ, कसरी कन्स्ट्रक्सन गरिन्छ, कस्तो खालको मेटेरियलहरू राख्छ भनेर पहिले पढेको कुराहरू पनि यसो मेमोराइजेसन भयो। र त्यसपछि आउँ भेनेरामा यो पुलमा वारीदेखि लगभग आधीभन्दा पनि बढी यो पिलर भएको ठाउँतिर घुम्यौँ, चारैतिर हेऱ्यौँ। यहाँ चाहिँ यो पुलको वरिपरि बगरमा खोलाको काँक्रा खेती, त्यसै गरेर खरबुजा अनि फर्सी लगायतका विभिन्न खेतीहरू त्यहाँको स्थानीय दाजुभाइहरूले हो कि कसले गरिराख्नु भएको रहेछ। तपाईँले त्यो देखिराख्नु भएको छ नि, त्यो एरियादेखि लगभग यहाँसम्म, त्यहाँ पारिसम्मको एरियामा यहाँ खरबुजा, फर्सी र काँक्राहरू फलाउनु भएको छ। तर कति फर्सीहरू अनि काँक्राहरू, खरबुजाहरू चाहिँ यतिकै खेतमै यतिकै कुहेको अवस्थामा छ। खै किन हो, यता कसैले स्याहार सुसार नगरेको, उचित बजारको व्यवस्थापन नभएको हो कि यातायात नपुगेको कि के भएको त्यो चाहिँ थाहा भएन। जे होस्, फलाउन चाहिँ थुप्रै फलाउनु भएको रहेछ। र हामीले यो वरिपरिको चारैतिरको दृश्य हेऱ्यौँ, एकदमै रमाइलो लाग्यो। तपाईँ पनि आउनुहोला। ओके, किप वाचिङ, थ्याङ्क यू।